आज चाहिँ मलाई एकदम धेरै बिरयानी खान मन लागेको थियो, त्यही भएर आज चाहिँ बिरयानी खाना गयौँ हामी। एकदम मिठो मिठो ठिक ठिकै पाउँदो रहेछ बिरयानी। त्यसको साथसाथै मोमो पनि खायौँ। मोमो त छोड्ने कुरै भएन होइन, अब जहाँ गए पनि मलाई चाहिँ मोमो चाहिन्छ। हेलो एन्ड गुड मर्निङ एभ्रीवान, सो वेलकम टु माई सर्ट भ्लग। आज चाहिँ मम्मी छोरी यस्तो घाममा बजार चाहिँ किन गएको होला, एकदम धेरै इमर्जेन्सी सामान लिनु थियो, त्यही भएर गएको मैले। म र मम्मी चाहिँ खासमा चाहिँ यस्तो घाममा हिँड्न त मन थिएन। हेर्नु सक्नुहुन्छ मौसम चाहिँ आज यस्तो बवाल छ, यस्तो बवाल छ, तर गर्मी धेरै छ। तर आकाश हेर्नु सक्नुहुन्छ, आकाशमा यस्तो सफा छ। आज म र मम्मी चाहिँ बजारतिर लाग्यौँ। खासमा चाहिँ म चाहिँ आज गीत बजाउने स्पिकर किन्न गएको हो, किनकि अरू चाहिँ केही काम थिएन बजार जाने। स्पिकरमा त एकदम धेरै इमर्जेन्सी चाहिरहेको थियो होइन, अनि गीत बजाउने मेरो हल्का बिग्रेको थियो, त्यही भएर चाहिँ हेर्न सक्नुहुन्छ स्पिकर चाहिँ यस्तो खाले लिएको छु। तपाईँहरूलाई कस्तो लाग्छ, यो राम्रो हुन्छ भन्नुभएको थियो, सबैले यस्तै धेरै चलाएको देखेर मैले पनि यस्तै लिएको। महँगो चाहिँ अलिक महँगै भन्दो रहेछ, हाम्रो लागि त महँगै हो, मलाई चाहिँ नर्मल सिम्पल चाहिएको थियो, तर अब यो महँगै भनौँ। यसरी नै हामीले लिएर आयौँ स्पिकर फाइनल गरेर। अनि यहाँ मम्मी र छोरी चाहिँ एकदम धेरै आज मजाले राम्रो खालको सामान भने जस्तो भेट्यो भनेर चाहिँ हामीले चियर्स गर्दै यहाँ कोक खाँदैछौँ। यस्तो गर्मीबाट आएको थियौँ, मम्मीलाई स्प्राइट र मैले चाहिँ कोक, यो चाहिँ मेरो तर्फबाट थियो। घाम पानी केही नभनिकन हामी चाहिँ भिडियो बनाउन आँटेको थियौँ। यहाँ चाहिँ अभिषेकले नयाँ नयाँ कपडा ल्याएको रहेछ, देखाएको छ मलाई। उसको सानै बेग्लै छ आज नयाँ नयाँ कपडा ल्याएर। अनि हामीले चाहिँ नेपाली भिडियो अस्ति बनाउनु पर्ने थियो, त्यही भिडियो बनायौँ। अनि त्यसपछि हामीले बजार पनि जानु पर्ने थियो, अनि त्यस्तो गर्नु भए पनि हामी चाहिँ भिडियो सिडियो बनाएर बजारतिर लाग्यौँ। मलाई चाहिँ केही गर्नु मन थिएन, बस भोक चाहिँ धेरै लागेको थियो, आज भोक चाहिँ ओभर लागेको थियो। अनि हामीले चाहिँ बिरयानी खाने प्लान गरेको थियौँ आज। अनि कहाँ पाउँछ त्यो पनि थाहा थिएन मलाई, किनकि मैले चाहिँ कहिले खाएको छैन बिरयानी, मतलब कहिले खाएको छैन भने घरमा खाएको छु, तर यो गएर चाहिँ खाएको छैन। अनि हेर्नु सक्नुहुन्छ हाम्रो सबभन्दा राम्रो दमकको गोल्डन गेट हुँदै हुँदै माथि हामी सिधै होलसेलमा गयौँ, किनकि नानीको अलिअलि कपडाहरू किन्नु थियो। अनि मैले पनि अलिअलि सामानहरू किने, त्यो देखाउन पाइनँ। त्यसपछि अहिले चाहिँ खाजा खाना आउँदा टक्कै 7 बजिसकेको थियो होइन, राति भइसकेको थियो, भोक लाग्यो, उरी टरी पनि सकेको थियो। अनि यहाँ फाइनली हाम्रो बिरयानी चाहिँ आइसक्यो, दामी दामी बिरयानी। मैले सोचेकी थिएन त्यस्तो मिठो पनि पाउँछ भनेर, तर ठिक ठिकै थियो। मैले एक्सपेक्ट गरेको जति मिठो पनि थिएन, तर भोक लागेको बेलामा त ओभर मिठो लाग्यो होइन, किनकि भोक लागेकोमा जे पनि मिठो लाग्छ। अनि साथमा मैले चाहिँ मोमो पनि मगाएँ, किनकि मलाई चित्तै बुझेन होइन, जहीँ गए पनि मलाई चाहिँ मोमो खानै पर्छ, मलाई चाहिँ मेरो फेभरेटै हो, तपाईँलाई थाहै छ होला। त्यसपछि मैले मोमो पनि 1 प्लेट अर्डर गरेर मोमो पनि खाइदिएँ। अनि त्यसपछि हामी चाहिँ फेरि लाफिङ खाना गएको थियौँ। आज लाफिङ पनि खाइदिउँ भनेर चाहिँ हाम्रो यो डिम्याक्स हल तल गएको थियौँ, तर अफसोस हामी धेरै ढिलो भइसकेको थियौँ, त्यही भएर लाफिङ चाहिँ बन्द भइसकेको रहेछ, बन्द गर्न आँट्नु भएको रहेछ। अनि अब चाहिँ मिल्दैन भन्नुभयो, अनि त्यही भएर हामी चाहिँ फर्केर आयौँ, किनकि 8 बज्न आँटिसकेको थियो साथीहरू। अनि दिउँसोको खाजा हामी 8 बजी खायौँ भोकाको बेला। त्यही हो, सो आजको लागि यति नै। सो नेक्स्ट भिडियो फेरि भेट्नु छु, बाई बाई।